हे गाइज वेलकम टु अ डे इन माई लाइफ। आज बिहान उठ्दा चाहिँ म 8 बजिसकेको थियो अनि हेयर बाउ छोरा दे वर ह्याभिङ फन अनि म पनि एकछिन छोरासँग खेलेँ। अहिले चाहिँ 16 मन्थ ओल्ड भयो अनि कस्तो मजाले अलिअलि बोल्छ अनि मजा आउँछ कि उसँग खेल्नलाई। अनि त्यसपछि म किचन छिरेँ अनि म खाना पकाउन थालेँ। मैले खाना पकाउन्जेलसम्म चाहिँ यता सृजितले उसलाई खुवाइदियो अनि हि स्लेप्ट। त्यसपछि हामी चाहिँ होस्टेल 3 भन्ने मुभी हेरिरहेको थियौँ अघिल्लो दिनदेखि। अनि हिजो चाहिँ हामीले खाना खाँदै हेरेर सकायौँ है। त्यसपछि म रेडी भएँ। यो चाहिँ मेरो आजको आउटफिट अफ द डे। आज चाहिँ हामी सुषमाको बर्थडे रे द्याट बेबी सावर सेलिब्रेट गर्न गइरहेछौँ। त्यसको लागि हामी कोटेश्वरको वान अफ द रेस्टुरेन्टमा भेट्यौँ होइन। अनि सी इज सुषमा। हामी चाहिँ एउटै अर्गनाइजेसनको लागि काम गर्ने मान्छेहरू हौँ है। अनि हामी चाहिँ द्याट्स हाउ वी लिङ्क्ड अनि वी बिकेम फ्रेन्ड्स अनि यस रेस्ट इज हिस्ट्री। अनि हामी चाहिँ कति पछि भेटेका थियौँ कि सो हाम्रो गफहरू नै सकिएको थिएन है। हामी यति गफ गरिरहेको थियौँ है। एन्ड द्याट वाज सो मच फन। त्यसपछि हामीले अलिकति सानो यो दही चिउरावाला प्रोग्राम गऱ्यौँ आफूले जाने जसरी होइन। अनि त्यसपछि हामीले सबैजनाले उसलाई दही चिउरा खुवाइदियौँ पालो गरेर। अनि त्यसपछि चाहिँ लास्टमा हामीले केक काटेर वी एन्डेड द सेलिब्रेसन। एकदमै रमाइलो भएको थियो। I personally wish Susma once again a very happy, healthy and easy delivery. Thank you for watching.